सो हेलो एभ्रिवान वेलकम ब्याक रासफाफुल्ला। सो आज फेरि नयाँ भिडियोका साथ म उपस्थित भइसकेका छु। सो आजको चाहिँ जस्तो खासै जस्तो केही एकदमै ठुलो खालको प्लान चाहिँ केही पनि होइन। जस्तो मेरो साथीको बर्थडे छ, सो बर्थडेमा उसलाई भेट्न जाँदैछु म। सो भेट्छु आज चाहिँ बस्छु। एन्ड देन भोलिको हाम्रो एउटा नयाँ प्लान छ। भोलिको लागि हामीले चाहिँ एउटा काइन्ड अफ टार्गेट सेट गरेको छौँ, अथवा काइन्ड अफ च्यालेन्जिङ खालको छ भोलिको दिन चाहिँ हामीलाई। किनभने वी आर प्लानिङ फर अ लङ रन है। सो त्यो चाहिँ लगभग 20 किलोमिटरभन्दा माथि नै हुनेवाला छ। सो कुद्न चाहिँ धेरै कुदेकै छैन अहिलेसम्म होइन, एकदमै धेरै ग्याप भइसकेको छ। सो रनिङ अहिलेसम्म गरेको छैन, वाकिङ एज अ कार्डियो चाहिँ गरिरहेको हुन्छ, नगरे चाहिँ होइन। तर रनिङ भनेर चाहिँ अहिलेसम्म निस्किएको छैन, बाहिर कति भइसकेको छ। सो भोलि सक्छ छैन त्यो पनि थाहा छैन, बट सक्दो प्रयास गर्ने हो। हामी चाहिँ कम्प्लिट गर्ने इन्टेन्सनै छ अहिलेसम्म स्टिल होइन। तर भोलि के हुन्छ भोलि नै थाहा हुनेवाला छ। गाह्रो हुन्छ, सजिलो हुन्छ होइन, के हुन्छ कस्तो हुन्छ भोलि थाहा हुन्छ। सो सकेसम्म ज्यानले साथ दिन्छसम्म चाहिँ हामी कम्प्लिट गर्छौँ है। सो आजको बर्थडेको मेन टार्गेट भन्दा नि भोलिको लागि हो खासमा चाहिँ। हाम्रो मेन हामीले गर्न चाहेको कुरा चाहिँ भोलि हो खासमा। सो आज उता गएर बस्छु, उता गएर बसिसकेपछि भोलिपल्ट भोलि चाहिँ बिहानै नै हामी जाने भएको कारणले चाहिँ म आज हिँड्दैछु। सो आज उता गएर बस्छु, एन्ड देन भोलि बिहान हामी निस्किन्छौँ। सो त्यही नै छ, साथीसँग कुरा भइसकेको छ, म निस्किन्छु अब बिस्तारै। छैन हौ भिडियो बनाएको यत्तिकै 12 आलु यमरी। अब त ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। खाना आयो। यो कुन ठाउँ अरे? यो टोटीटोल उता हेर त्यो सुरुङमा निस्किँदै मलाई आयो। पछि के भन्छ अरे पोखरबाट माइक राउन्ड सबै सुरुङ मार्गको ठ्याक्कै पछाडिको बाटो जस्तो लाग्यो। पछाडिको ठाउँ एक्जिट पोइन्ट यो एक्जिट त्यहाँ त्यो भनेपछि त्यो सुरुङ मार्ग त्यहाँबाट निस्केर त्यहाँबाट छिरेर यहाँ निस्किन्छ होइन। ठिक छ, के छैन, चिया खाउँ। सो हामी घरमा आइसक्यौँ साथीको फेरि है। खाजा खान गएको थियौँ, तर चियासा खान गएको थिएँ। सो बर्थडे रहेछ, बहिनीले चाहिँ सनमीको बहिनीले चाहिँ केक ल्याएर रहेछ। सो केक काट्छौँ होला अब हामी। त्यही नै हो। ए गिफ्ट पनि पठाइरहेछ ए फुल उसको माया गर्ने मान्छेसँग ट्रम चाहिँ खासै नमिलेको रहेछ, तै पनि मायाले पठाइदिएको रहेछ। रमाइ ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। जन्मदिन मुबारक मेरो भाइ। सक्यो। ओ त पोर्चुगलको फ्यान हो र? जलबिरे हजुर होइन, खाने खाउँ। खाने आन्टी सब रेडी हुन्छ अनि रेडी भएर निस्किन्छौँ। रेडी भएर 4:30 बजीसम्म निस्किने प्लान छ। हेरौँ कति बेला निस्किन्छ। अब ल त्यही हो, फाइनली निस्क्यौँ हामी। अनि 5 बजी अहिले हामी 4 बजी निस्किने भनेको 5 बजी निस्क्यौँ। अब एकछिन हल्का वाक गर्छौँ, अनि थोरै खुट्टा तता आएपछि बल्ल हामी कुद्छौँ। त्यही नै हो, लेट्स गो है। सनम भाइ हेलो भन्न। यता हेर्नु, यता हेर्नु। मलाई तैँले गरेर आएको यत्रो लामो बाटो होइन होइन। मौसम चाहिँ यत्तिकै होस्, पानी नपरोस् होइन, घाम पनि नलागोस्। यो भयो भने चाहिँ हिँड्न सकिन्छ, सजिलो हुन्छ क्या। ल अब कुद्नुपर्छ है त। ठिक छ गाइज,
बल्खबाट भित्र छिर्यो हामी बल्खबाट भित्र छिर्यो सो स्टिल सो मेनी किलोमिटर्स आई स्टिल होइन 1 घन्टा भयो 1 घन्टा भयो वाक हानेको अथवा जग हानेको सो अझै छ भिडियो बनाउन जान्छु अब यहाँबाट आधी घन्टा चाहिँ अझै के अरे यसरी जग्गा हानिसकेपछि चाहिँ विल बी टेकिङ अ सर्ट ब्रेक बमेहरू साइक्लिङ गएको हो होइन फर्किँदै साइकल तर बमे खतरा घुम्यो है पहिला यस्तो के आफूसँग साधन भएपछि पैसा भन्ने कुरा त हुनु त हो म्यान्डेटरी हुन्छ होइन तर मेन घुम्नलाई चाहिँ साधन हुनुपर्ने थियो क्या साधन भएपछि चाहिँ जहाँ पनि गइँदो रहेछ साधन र म जाने इच्छा तर आजको पनि बनाउने मजा एकछिन बाटो हाल्यो एउटा के प्लान गर्नु अगाडि के प्लान गर्ने यार अब क्याबिन जानुपर्छ दुईवटा ट्रेकिङ जाम भनेर लिस्ट राखेको अलिकति भएन असारको स्टडीको जानुपर्छ असारको फर्स्ट विक जानुपर्छ अनि त्यो एउटा सकाएर अनि फेरि एक्जाम छ अनि फेरि पढ्नु पर्छ एक्जामको लागि त्यही हो हामी हिँड्दैछौँ अझै स्टिल लाग्छ होला 2 घन्टा यहाँबाट सो वी आर एट चोबारमा आइपुग्यो 2 घन्टा जति लाग्यो हामीलाई 2 घन्टा चोबासम्म आयो हामी चाहिँ जुन हाम्रो यातायात कार्यालय छ नि जुन बाइक नाम साइन गर्ने होइन त्यो ठाउँबाट अझ अलिकति भित्र त्योभन्दा लगभग 1.5-2 किलोमिटर भित्र थियो साथी घर त्यहाँबाट हामी हिँड्न थालेको चोबारसम्म आइसकेका छौँ चोबारबाट अझै हिँड्नुपर्ने छ होइन मलाई जस्तो लाग्छ अब नर्मल वेमा जर्किङ गर्दै गर्दा 1 घन्टा पुगिन्छ कि होइन बाटो चाहिँ छ टन्नै आउँदाखेरि चाहिँ अब सात गाडीमा आइन्छ होला त्यही नै हो अहिले चोबारमा छौँ साथीलाई टोइलेट लाग्यो त्यो टोइलेट लाग्छ त्यही नै हो रमाइलो भइरहेको छ महिनामा एउटा महिनामा एउटा अथवा 15-20 दिनमा एउटा चाहिँ गर्नुपर्ने रहेछ त्यसपछि पनि फ्रेस बनाउँछ अनि त्यहाँ गाडीको पनि भयो अराउन्ड त्यही अब 5-7 किलोमिटर होला बाइक धेरै छैन अब 15 किलोमिटर त भइसक्यो 5-7 किलोमिटर छ 5-7 किलोमिटरमा पुगेपछि हामी त दक्षिणकाली पुग्छौँ अनि त्यहाँ हल्का ढोकभेट गरेर त्यो हुन्छ त्यहाँ 2.5 घन्टा भयो 2.5 घन्टामा यहाँ आयो है 2.5 घन्टामा 15 किलोमिटर यार धेरै टाइम लाग्यो कि हो केही छैन फर्स्ट टाइम हो यो लाइफमा अहिलेसम्म यसरी लामो चाहिँ हानेको होइन म जगिङ त हान्छु क्या मैले दार्जिलिङमा जस कार्डियो हानेर हुन्छ नि त घरबाट हिँडेको 2 घन्टा भयो 2.5 घन्टामा चाहिँ हामी यहाँसम्म आइसकेका छौँ सो अब स्टिल 5 किलोमिटर डिस्टेन्स रिमेनिङ हामी त्यो पनि कभर गर्छौँ सो अहिले चाहिँ अलिकति उकालो छ त्यही भएर हामी चाहिँ जस्ट काइन्ड अफ सिम्पल वाक गरिरहेको छौँ अझै जानुपर्छ 6-7 किलोमिटर अब यस्तै छ जस्तो लाग्छ मलाई सो माथिसम्म पुगेपछि हामी चाहिँ जगिङ गर्न थाल्छौँ वाकलाई स्टप गरेर ओके वी आर हियर हामी पुग्यौँ दक्षिणकाली है एकदम गाह्रोका साथ आइयो खुट्टा एकदम दुख्न थालिसक्यो सो आइसकेको छौँ है हामी यहाँ चाहिँ पुगिसकेको छौँ अब जान्छौँ हल्का फुल्का दर्शन गर्छौँ रोक्छौँ अनि बिस्तारै फेरि माथि निस्केर क्युको गाडीले यहीँ छ हाम्रो दक्षिणकालीको जुन त्यो रुटको बस चाहिँ यहीँ हुँदो रहेछ सो हामी यहाँबाट बस पनि लिन्छौँ अनि देन हामी काठमाडौँ फर्किन्छौँ सो है त पहिला जाउँ यसो पूजासुजा जस्तो गरेर गरौँ ढोक्रो सुगाउँ अनि त्यो खाससुजा खाएर अनि हामी बस चढेर काठमाडौँ फर्किन्छौँ है त सो ल सबैजनाले भिडियो हेर्नुभएको सम्पूर्ण महानुभावहरूलाई चाहिँ यहाँबाट दर्शन दिनु भन्छु दक्षिणकालीमा है सक्यो यहाँसम्म आइयो पुरै ढोकियो एकदम खुट्टा दुख्नु पर्ने छ पेट खाली छ आइयो ढोकियो है पेट खाली छ अब माथि गएर केही इन्टेक गर्छ निस्किन्छौँ है त ओके फाइनली वी आर ब्याक कति
23-24 किलोमिटर चाहिँ हामीले कभर गऱ्यौँ आज सनम र मैले त्यो के होइन त्यो जाबो त्यो केही होइन त्यो झिन्यो अब नेक्स्ट टाइम पनि हामी अभियसली जानेछौँ होइन यो चाहिँ हाम्रो सनम भाइको बर्थडेको उपलक्ष्यमा होइन मान्छेहरू चाहिँ अब पार्टी सार्टी यता गर्छन् हामी चाहिँ रनिङ गयो पार्टी नै गर्ने हो नि अब पुर्कामी हो होइन त्यही हो सो हामीसँग जोइन गर्न आएको छन् हाम्रा विवेक भाइ कुक विवेक कुक हो आज हाम्रो म के बनाउन सक्दैन हामीले अब उसले आफै बनाउँछ सो आम ब्याक घर आइसकेँ म अनि खानसाना साथीको खानसाना खाएर अनि सिधै आएर एकछिन रेस्ट गरेर अनि बल्ल भिडियो बनाएँ सो हामी आयौँ है सो इट वाज माई फर्स्ट एक्सपिरियन्स इन माई लाइफ होइन हाफ म्याराथन भन्छ क्या यसलाई होइन सो 24 किलोमिटरको चाहिँ रनिङ चाहिँ मेरो लाइफको फर्स्ट टाइम हो होइन म त पहिला लयर ट्रेनिङ गर्दाखेरि पनि 14-15 किलोमिटरसम्म पनि कुदेको थियो यसरी अब सो हामी चाहिँ दक्षिणकालीसम्म पुग्यौँ नि त सो अलिकति लामो डिस्टेन्स चाहिँ भयो सो आज मात्रै होइन अब भोलि पर्सि पनि बिस्तारै अरू पनि डेस्टिनेसन हामी राख्छौँ अथवा अरू पनि यस्तै खालको चाहिँ हुन्छ नि एक्टिभिटिजहरूमा चाहिँ हामी इन्भल्भ हुन्छौँ भन्ने हाम्रो चाहिँ अठोट छ होइन किनभने महिनामा एकचोटि अथवा दुईचोटिसम्म गरेको चाहिँ एकदम राम्रो हेल्थलाई पनि राम्रो हो अनि आफ्नो माइन्डलाई पनि राम्रो सो मेन्टली फिजिकल्ली पनि एकदम राम्रो फाइदा हुने खालको कुरा छ यो सो त्यही नै हो अब त के भन्नु गराइयो सो यो सक्यो आज यो भिडियो चाहिँ अब आज ब्लगको आज म एन्ड गर्छु एन्ड देन अब मोस्ट प्रोबेबली 2 हप्ताको ड्युरेसन पछि चाहिँ एउटा ट्रेकिङ चाहिँ हामी गर्छौँ होला प्लान चाहिँ भइरहेछ सो अर्को एउटा भिडियो पनि आउँदैछ ट्रेकिङको सो त्यो पनि म हाल्नेछु त्यो पनि म भन्दैछु अब यो अलिकति एडिटिङमा अलिकति प्रब्लम भइरहेछ कि ल्यापटपमा भिडियोहरू सपोर्ट पनि गरिरहेको छैन अथवा यताउता गान्जाङ गुन्जुङ के भइरहेछ क्या त्यो पनि एकदम म सक्दो गरिरहेको छु है सो त्यही हो आज चाहिँ सबै मैले फोनले नै खिचेको छु गोप्रो मैले युजै गरेको छैन ठिकै छ त्यही नै हो सो सी यु इन नेक्स्ट भ्लग है सी यु इन नेक्स्ट भिडियो अहिलेको लागि चाहिँ टाटा बाई बाई